टिएनए को झुटो खेल र निर्दोषलाई चरम यातनाले राज्य संयन्त्रको अनुहार नै उदाङ्ग पारिदियो। के दूषित प्रमाण र मेटिएका डोबहरूका बावजुद पनि निर्मला पन्त केस अझै सुल्झिन सक्छ त? छोरा नजन्माएको न्युमा निर्मलाका बुबा यज्ञराज पन्तले आमा दुर्गादेवी पन्तलाई छोडेर अर्को विवाह गरेका थिए। बिहान लगभग 11 बजेतिर निर्मला आफ्नो घरबाट करिब 1.5 किलोमिटर टाढा रहेको साथी रोशनी बमको घरतर्फ लागिन्। यदि त्यो रात प्रहरीले कर्तव्य निर्वाह गरेको भए के निर्मला जीवितै फेला पर्ने थिइन् वा सत्य त्यही रात नै बाहिर आउने थियो? निर्मलाको शव अर्धनग्न र पानीमा घोप्टो परेको अवस्थामा फेला पर्यो। अत्यन्त क्रूर तरिकाले जबरजस्ती करणी भएको प्रमाणित गर्छ। तर अनुसन्धानको नाममा यहाँबाट त्यस्तो श्रृङ्खलाबद्ध अपराध सुरु भयो जसले न्यायको घाँटी निमोठ्यो। घटना त्यहाँ नभई अन्यत्रै घटेको र हत्या पश्चात कापीहरूलाई योजनाबद्ध रूपमा त्यहाँ ल्याएर राखिएको स्पष्ट सङ्केत गर्छ। मानसिक अवस्था कमजोर भएका दिलीप सिंह बिष्टलाई पक्राउ गरी नक्कली प्रमाण खडा गर्यो। यसले अपराधीमा फरेन्सिक काउन्टर मेजर अर्थात् प्रमाण नष्ट गर्ने ज्ञान भएको वा कसैले उसलाई सल्लाह दिएर मद्दत गरेको स्पष्ट सङ्केत गर्छ। एउटा 13 वर्षीय बालिका, एउटा निर्मम अपराध, न्यायको खोजीमा वर्षौंदेखि सङ्घर्षरत एउटी आमा र एउटा यस्तो केस जुन आजसम्म सल्भ हुन सकेको छैन। तर उक्त केसको अपराधी आज पनि तपाईँ हामीसँगै खुलेर हिँडिरहेको छ र घटना भएको 8 वर्षपछि अब के त्यो अपराधी पत्ता लगाउन सम्भव होला त? आउनुहोस् डिटेलमा बुझ्ने प्रयास गरौँ। एउटी 13 वर्षकी निर्दोष बालिका, एउटा सामान्य बिहिबारको दिउँसो र त्यसपछि सुरु भयो सिङ्गो देशलाई हल्लाउने एउटा कालो अध्याय। जब रक्षक नै भक्षक बनेर प्रमाण मेटाउन थाल्छन् तब न्याय माग्न कहाँ जाने? 2075 साल साउन 11 गते कञ्चनपुरको उखुबारीमा भेटिएको त्यो दृश्यले एउटी आमाको मात्र होइन 3 करोड नेपालीको मुटु छिया छिया बनायो। एउटा साइकल, 3वटा कपी र हराएको न्याय। निर्मला पन्तको त्यो डायरी जसको अन्तिम पाना कहिल्यै लेखिएन। निर्मलालाई कसले मार्यो? यो प्रश्न जति सामान्य छ यसको पछाडि लुकेको षड्यन्त्र त्यति नै भयानक छ। प्रमाण नष्ट गर्नु एउटा भुल थियो या सुनियोजित योजना? यो एउटा यस्तो अपराध हो जसलाई सुल्झाउन नेपाल प्रहरीका आधा दर्जनभन्दा बढी प्रहरी महानिरीक्षकहरू फेरिए, तर परिणाम भने सधैँ शून्य रह्यो। टिएनए को झुटो खेल र निर्दोषलाई चरम यातनाले राज्य संयन्त्रको अनुहार नै उदाङ्ग पारिदियो। यो कथा एउटी छोरीको मात्र होइन, यो कथा हो एउटा असफल राज्य संयन्त्र र दण्डहीनताको। नेपालको फौजदारी अनुसन्धानको इतिहासमा यो केस सबैभन्दा गम्भीर, विवादास्पद र राष्ट्रिय लज्जाको विषय बनेर स्थापित भएको छ। तर आज घटना घटेको 8 वर्षपछि एउटा गम्भीर र वैज्ञानिक प्रश्न हाम्रो सामु उभिन्छ। के दूषित प्रमाण र मेटिएका डोबहरूका बावजुद पनि निर्मला पन्त केस अझै सुल्झिन सक्छ त? निर्मला पन्त कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर 2 निवासी एक विपन्न परिवारकी छोरी थिइन्। उनी स्थानीय सरस्वती माध्यमिक विद्यालयमा कक्षा 9मा अध्ययनरत थिइन्। उनको पारिवारिक पृष्ठभूमि अत्यन्तै सङ्घर्षपूर्ण थियो। छोरा नजन्माएको न्युमा निर्मलाका बुबा यज्ञराज पन्तले आमा दुर्गादेवी पन्तलाई छोडेर अर्को विवाह गरेका थिए। पारिवारिक सहारा गुमेपछि दुर्गादेवी पन्तले आफ्नै घरमा पानीपुरीको ठेला चलाएर छोरीहरूको लालन पालन गरिरहेकी थिइन्। यसका साथै उनले सीमा पारी भारतबाट सामान ओसार पोसार गर्ने, ज्यालादारी काम गर्ने गर्दै जीविकोपार्जन गर्दै आएकी थिइन्। आर्थिक अभाव र सङ्घर्षका बीच हुर्किरहेकी निर्मलाका लागि शिक्षा नै भविष्यको एकमात्र उज्यालो बाटो थियो। तर त्यो उज्यालो बाटो एउटा यस्तो त्रासदीपूर्ण मोडमा पुगेर कसरी सधैँका लागि बन्द भयो त? 2075 साल साउन 10 गते बिहिबार यो दिनको सुरुवात सामान्य थियो। बिहान 8 बजे निर्मलाकी आमा दुर्गादेवी कामको सिलसिलामा भारत प्रस्थान गरिन्। बिहान लगभग 11 बजेतिर निर्मला आफ्नो घरबाट करिब 1.5 किलोमिटर टाढा रहेको साथी रोशनी बमको घरतर्फ लागिन्। उनको उद्देश्य विद्यालयको गृहकार्य गर्नु र अघिल्लो दिन चटपटे खाएको 20 रुपियाँ तिर्नु थियो। लगभग दिउँसो 2 बजेतिर रोशनी बम र बबिता बमको भनाइअनुसार निर्मलाले अम्बा खाएर आफ्नो घर फर्कने बाटो तताइन्। तर साँझ 6 बज्दासम्म पनि छोरीको अत्तो पत्तो नभएपछि साँझ 7 बजेदेखि राति 8 बजेको बिचमा
आमा र छिमेकी रोशनीको घर पुगे। बाहिरबाटै आवाज दिँदा बबिता बमले तिम्री छोरी कहाँ गई, हामीलाई के थाहा, पहिला पो गई कि भनी दुर्व्यवहार गरेको तथ्य अनुसन्धानमा उल्लेख छ। छिमेकीले वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश भट्टलाई फोन गरेर गुहार माग्दा दिउँसो 11 बजे हराएको अहिले खबर गर्ने हो भन्दै प्रहरीले व्यवस्था गर्यो। रात छिप्पिँदै थियो। राति लगभग 12:30 बजे आमा दुर्गादेवी सालघारी अस्थायी प्रहरी पोस्टमा पुगिन्। त्यहाँका प्रहरी नायब निरीक्षक रामसिंह धामीले राति केटी मात्र भएको घरमा जान मिल्दैन, भोलि बिहान जाउँला भन्दै खोजी कार्य अगाडि बढाउन सिधै अस्वीकार गरे। यदि त्यो रात प्रहरीले कर्तव्य निर्वाह गरेको भए के निर्मला जीवितै फेला पर्ने थिइन् वा सत्य त्यही रात नै बाहिर आउने थियो। साउन 11 गते बिहान लगभग 8:30 बजे स्थानीय चौधरीले एउटा नालामा निर्मलाको साइकल फेला पारे र त्यसलाई नालाबाट निकालेर बाटोमा राखे। त्यसको ठिक आधा घण्टापछि बिहान लगभग 9 बजे साइकल भेटिएको स्थान नजिकै उखुबारीमा स्थानीय दीपक नेगीले एउटा हृदय विदारक दृश्य देखे। निर्मलाको शव अर्धनग्न र पानीमा घोप्टो परेको अवस्थामा फेला पर्यो। शव प्राप्त भएपछि महाकाली अञ्चल अस्पतालका डाक्टर हरिकुमार श्रेष्ठ सहित 3 जनाको टोलीले पोस्टमार्टम गरे। रिपोर्टका अनुसार मृत्युको कारण थ्रटलिङ लिडिङ टु एस्पिसिया अर्थात् घाँटी अठ्याएर सास फेर्न नसकी भएको मृत्यु थियो। रिपोर्टमा घाँटीको अगाडिको किल्किले हड्डी भाँचिएको स्पष्ट उल्लेख छ। मृतकको यौनाङ्गको हाइमनमा फ्रेस टियर एट 2 o'clock and 7 o'clock हुनुले अत्यन्त क्रूर तरिकाले जबरजस्ती करणी भएको प्रमाणित गर्छ। उखुबारीको त्यो चकमन्न शान्तिमा कसैले त निर्मलाको चित्कार पक्कै सुनेको हुनुपर्छ, तर त्यो आवाज कसले दबायो? बिहान लगभग 10:30 बजे प्रहरी नायब निरीक्षक हरसिंह धामी सहितको टोली घटनास्थल पुग्यो। तर अनुसन्धानको नाममा यहाँबाट त्यस्तो श्रृङ्खलाबद्ध अपराध सुरु भयो जसले न्यायको घाँटी निमोठ्यो। मुचुल्का उठाउने क्रममा प्रहरी जवान चाँदनी साउदले निर्मलाको सुरुवाल पानीमा चोपेर पखालिन् र त्यसैले गुप्ताङ्ग छोपिन्। उनले आफूलाई सब नग्न देख्दा असहज महसुस भएकोले त्यसो गरेको बयान अदालतमा दिइन्। तत्कालीन जिल्ला प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्ट 7 दिनसम्म घटनास्थलमै गएनन्। क्राइम सिनमा टेप लगाएर सर्वसाधारणलाई रोकिएन, जसले गर्दा अपराधीको जुत्ताको डोब, टायरका डाम वा अन्य प्रमाणहरू पूर्ण रूपमा नष्ट भए। अपराध अनुसन्धानको आधारभूत नियम अनुसार शव र साइकल भेटिएको स्थानमा तत्काल तालिम प्राप्त कुकुरहरूको प्रयोग गरिनु पर्थ्यो, तर स्थानीय प्रहरीले उक्त आदेश नै दिएन। के निर्मलाको सुरुवाल पखाल्नु र घटनास्थल असुरक्षित छोड्नु एउटा सानो गल्ती मात्र थियो वा त्यसको पछाडि कसैको आदेश थियो? फरेन्सिक साइन्सले अपराधको कथा बोल्छ, तर यहाँ फरेन्सिक प्रमाणहरू नै अनुसन्धानको सबैभन्दा कमजोर र दूषित पाटो बन्न पुगे। निर्मलाको शरीरमा रहेको रातो भेस्ट, कलेजी रङको सुरुवाल र अन्य वस्त्रहरू महत्त्वपूर्ण जैविक प्रमाण बोकेका वस्तुहरू थिए, तर प्रहरी जवानले कपडा पखाल्दा त्यसमा हुन सक्ने अपराधीको रौँ, वृह, रगत र छालाका कोशिकाहरू पूर्ण रूपमा नष्ट भए। ती कपडाहरू पछि जिल्ला प्रहरी कार्यालयमा नै ल्याइएन र सदाका लागि लोप भए। डिएनए सङ्कलनमा झनै ठुलो लापरवाही भयो। पोस्टमार्टमका क्रममा भजाइनल स्वाब सङ्कलन गर्दा महिलाको स्वाब र पुरुषको वृहलाई एउटै ट्युबमा मिसाएर राखियो। राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन अनुसार नमुनालाई सही तापक्रममा नराखिएकाले केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा पुग्दासम्म डिएनए डिग्रेड भइसकेको थियो। मिश्रित र कमसल नमुनाका कारण अटोसोमल प्रविधिको सट्टा केवल वाइएसटिआर प्रविधिबाट परीक्षण गरियो। अटोसोमल परीक्षणले ठ्याक्कै व्यक्ति पहिचान गर्न सक्छ भने वाइएसटिआर प्रविधिले पुरुष वंशानुगत लाइन मात्र देखाउँछ। सबै प्रमाणहरू एउटै बिन्दुतिर तेर्सिएका थिए, तर फरेन्सिक ल्याबको यो अवस्थाले अनुसन्धानलाई सधैँका लागि अन्धकारमा धकेलिदियो। के यो प्राविधिक कमजोरी मात्र थियो त? घटनाका भौतिक प्रमाणहरूले पनि आफैमा गम्भीर विरोधाभास पैदा गरेका छन्। निर्मलाको साइकल उखुबारी नजिकैको पानी बग्ने नालामा फेला परेको थियो। यदि निर्मलालाई साइकलबाटै जबरजस्ती तानेर लगिएको भए चेन फुत्किएको वा साइकल नराम्ररी बजारिएको हुनुपर्थ्यो, तर त्यस्तो कुनै सङ्केत नदेखिनुले साइकल सुनियोजित रूपमा खोलामा फालिएको आशंकालाई बल पुर्याउँछ। अर्को सबैभन्दा ठुलो रहस्य कपीहरूमा लुकेको छ। घटनास्थल नजिकै सडकभन्दा तल तर नालाभन्दा माथि अङ्ग्रेजी, गणित र विज्ञानका 3वटा कापीहरू फेला परेका थिए। प्रहरी मुचुल्कामा कापीहरू पानीमा भिजेको भनिए पनि ती कापीहरू सुक्खा थिए र नीलो जेल पेनको मसी पटक्कै फैलिएको थिएन। घटनाको रात भारी वर्षा भएको थियो।
यस्तो भीषण वर्षामा पनि कपी नभिज्नु र चिटिक्क मिलाएर राखेको जस्तो देखिनुले घटना त्यहाँ नभई अन्यत्रै घटेको र हत्या पश्चात कपीहरूलाई योजनाबद्ध रूपमा त्यहाँ ल्याएर राखिएको स्पष्ट सङ्केत गर्छ। रोशनी बमको घरबाट ल्याइएको भनिएको अम्बा र प्लास्टिकको झोला अर्को कडी थियो। प्रहरीले सुरुवाती मुचुल्कामा यसलाई समावेश नै गरेन। प्लास्टिकको झोला कतै नच्यात्तिनुले जबरजस्ती तानातान नभएको पुष्टि गर्छ। पछि रोशनीका घरको कम्पाउन्डमा रहेको अम्बाको रुख नै काटियो र अन्त्यमा घटनाको 26 दिनपछि भदौ 4 गते उखुबारी नजिकै सेतोमा कालो धर्सा भएको सानो कपडाको खल्तीको टुक्रा फेला परेको प्रहरी दाबी थियो। दिलीप सिंह बिष्टलाई पक्राउ गरेको दिनमै यो टुक्रा रहस्यमय तरिकाले फेला पर्नुले अनुसन्धानकर्ताहरूले नै नक्कली प्रमाण प्लान्ट गरेको उच्च आशंका छ। 26 दिनसम्म घामपानी खाएको कपडा जस्तो त्यो नदेखिनुले प्रमाण आफैले सृजना गरेको प्रष्ट हुन्छ। कपी भिजेको थिएन, साइकल उल्टो थियो। यो अपराध मात्र थिएन, यो एउटा पर्फेक्ट स्टेजिङ थियो। तर यो स्टेजिङ कसले गरिरहेको थियो? नेपाल प्रहरीले गरेका प्राविधिक प्रक्रियागत र संस्थागत त्रुटिहरूले राज्य संयन्त्रको असंवेदनशीलताको पराकाष्ठा नागे। वास्तविक अपराधीसम्म पुग्न नसकेपछि सिआइबी र जिल्ला प्रहरी कार्यालयको टोलीले मानसिक अवस्था कमजोर भएका दिलीप सिंह बिष्टलाई पक्राउ गरी नक्कली प्रमाण खडा गरे। यति मात्र होइन, चक्र बडु, 18 वर्षीय हेमन्ती भट्ट, विशाल चौधरी र प्रदीप रावल जस्ता व्यक्तिहरूलाई चरम यातना दिइयो। यसको विरुद्धमा देशव्यापी विशाल आन्दोलन पनि भयो। भदौ 7 र 8 गते महेन्द्रनगर बजारमा भएको आन्दोलनमा प्रहरीको गोली लागि 15 वर्षीय बालक सन्नी खुन्नाको मृत्यु भयो भने उमेश देउबा लगायत घाइते भए। छोरीको न्यायको लागि लड्दा लड्दै निर्मलाका बुबा यज्ञराज पन्तको मानसिक सन्तुलनमा समेत असर पर्न पुग्यो। पछि पहिले नै डिग्रेड भइसकेको डिएनए मिलेन भन्दै भदौ 26 गते दिलीप सिंह बिष्टलाई हिरासत मुक्त गरियो। पुस 3 गते आमा दुर्गादेवी पन्तले 8 प्रहरी अधिकारी विरुद्ध प्रमाण नष्ट गरेको अभियोगमा उजुरी दर्ता गर्छिन्। तर 2077 साल साउन 15 गते कञ्चनपुर जिल्ला अदालतले ती 8 जना प्रहरी अधिकारीलाई प्रमाण नष्ट र यातनाको मुद्दामा सफाई दियो। अब न्याय प्रणाली भित्रको यो सेटिङले कसलाई जोगाउन खोजिरहेको थियो? विगत 8 वर्षमा यस केसलाई लिएर विभिन्न सिद्धान्तहरू अगाडि सारिएका छन्। प्रत्येकको वैज्ञानिक सम्भाव्यता यस प्रकार छ। सबैभन्दा पहिलो, दिलीप सिंह बिष्ट नै हत्यारा हुन्। अत्यन्त कमजोर सम्भावना। प्रहरीको दाबी अनुसार उनको सर्टको खल्तीको टुक्रा घटनास्थलमा भेटिएको थियो र उनले बयानमा अपराध स्वीकारेका थिए। तर खण्डन गर्ने प्रमाणका अनुसार उनी मानसिक रूपमा अस्वस्थ व्यक्ति हुन् र उनलाई चरम यातना दिएर बयान लिएको थियो। उनको डिएनए घटनास्थलको डिएनएसँग पनि मेल खाएन। घटनाको 26 दिनपछि खल्तीको टुक्रा भेटिनु प्रहरीले फसाउन रचेको प्रपञ्च देखिन्छ र शारीरिक रूपमा पनि उनी उक्त स्टेजिङ गर्न सक्ने क्षमताका देखिँदैनन्। अर्को भनेको भिआइपी वा उच्च सुरक्षा अधिकारीका सन्तानको संलग्नता। मध्यम सम्भावना। स्थानीय जनमानसमा तत्कालीन एसपी दिल्लीराज बिष्टका छोरा किरण बिष्ट र मेयरका भतिजा आयुष बिष्टमाथि व्यापक आशंका थियो। किरण बिष्टको घटनाकै दिन ओपेरा होटलमा जन्मदिनको पार्टी हुनु, सीसीटीभी क्यामेरा तोडफोड गरिनु वा बिग्रेको भनिनुले कुनै शक्तिशाली व्यक्तिलाई जोगाउने प्रयास भएको सङ्केत गर्छ। तर दुवैजनाको डिएनए नमुना परीक्षण गर्दा म्याच भएन र किरणको ओपेरा होटलमा साथीहरूसँग रहेको प्रमाण भेटिएको भनिएको छ। अर्को भनेको बम दिदीबहिनीको घरभित्रै घटना वा पूर्व जानकारी। मध्यमदेखि बलियो सम्भावना। निर्मला पन्त अन्तिम पटक रोशनी र बबिता बमको घरमा देखिएकी थिइन्। आमा दुर्गा देवीले सोद्धा बबिताले अस्वाभाविक जवाफ दिनु र घटनापछि उनीहरूको कम्पाउन्डमा रहेको अम्बाको रुख काटिनु शङ्कास्पद छ। तर घरभित्रै हत्या भएको कुनै फरेन्सिक प्रमाण भने भेटिएन। उनीहरू आफै हत्यारा नभए पनि उनीहरूको घरमा आउने जाने कुनै तेस्रो व्यक्तिबाट घटना भएको हुन सक्ने उच्च मनोवैज्ञानिक सम्भावना छ। र अर्को भनेको स्थानीय। यसको बलियो सम्भावना रहेको छ। घटनाको दिन भारी वर्षा भएको थियो। पानी परेपछि बाटो सुनसान हुँदा साइकलमा गइरहेकी निर्मलालाई उखुबारी वा नालाको काठे पुल आसपास ढुकेर बसेको वा पछ्याउँदै आएको कुनै चिन्जानकै स्थानीय व्यक्तिले मौका छोपेर तानेको हुन सक्छ। यद्यपि 8 वर्षसम्म उक्त व्यक्ति वा समूहबाट कुनै गल्ती वा पोल नखुल्नु रहस्यमय छ। तर यतिका सिद्धान्तहरूमध्ये सत्य कुन हो त्यो त अहिलेसम्म थाहा छैन। तर अपराधी भने आज पनि हामीसँगै घुमिरहेको छ। फरेन्सिक साइकोलोजी र उपलब्ध तथ्यहरूका आधारमा अनुसन्धानकर्ताहरूले अपराधीको व्यावहारिक प्रोफाइल निर्माण गरेका छन्। यो अपराध एउटा अर्गनाइज अर्थात् योजनाबद्ध र चलाक अपराधीको काम हुन सक्छ।
हत्या पश्चात अपराधीले शवलाई पानीमा घोप्टो पारेर फाल्नु, कपीहरू नभिज्ने गरी मिलाएर राख्नु र साइकल नालामा उल्टो पारेर फाल्नु स्टेजिङका स्पष्ट उदाहरण हुन्। यसले अपराधीमा फरेन्सिक काउन्टर मेजर अर्थात् प्रमाण नष्ट गर्ने ज्ञान भएको वा कसैले उसलाई सल्लाह दिएर मद्दत गरेको स्पष्ट सङ्केत गर्छ। पोस्टमार्टमका बेला निर्मलाको तौल 40 देखि 45 किलो रहेको थियो। घटनास्थलमा घिसारिएको डोप नहुनु र नाला तारेर उखुबारी लैजानुले अपराधीले निर्मलालाई बोकेरै पानी तरेको हुनुपर्छ। तसर्थ अपराधी पर्याप्त शारीरिक रूपमा बलियो र वयस्क हुनुपर्छ। 13 वर्षीय किशोरीलाई एकजना मात्र व्यक्तिले जबरजस्ती करणी गर्न र दुवै हातले गाँठी थिच्न गाह्रो हुने भएकोले एकभन्दा बढी व्यक्तिको संलग्नता हुन सक्ने सम्भावना पनि छ। अपराधी पूर्ण रूपमा स्थानीय भूगोलसँग परिचित छ। उखुबारी, खोलाको नाला, काठे पुल र मानिसहरूको आवत जावत गर्ने समयबारे अपराधीलाई राम्रोसँग थाहा थियो। दिउँसो 2 बजेदेखि साँझको समयमा घटना घटाउनु र शव सुरक्षित लुकाउन सक्नुले अपराधी उक्त इलाकामा बिना शङ्का हिँडडुल गर्न सक्ने कम्फर्ट जोन भित्रको व्यक्ति हो। आखिर को हो त्यो अपराधी जसले यति सजिलै भूगोललाई आफ्नो हतियार बनायो? यो सम्पूर्ण डकुमेन्ट्रीको सबैभन्दा ज्वलन्त प्रश्न यही हो कि 8 वर्ष पुरानो यो कोल्ड केस समाधान गर्नु भनेको फलामे चिउरा चपाउनु सरह हो। निर्मलाका कपडाहरू, घटनास्थलको फिङ्गरप्रिन्ट, जुत्ताको डोब र घटनास्थलको मौलिक प्रकृति सधैँका लागि नष्ट भइसके। तर वैज्ञानिक र तार्किक दृष्टिकोणबाट हेर्दा के साँच्चै यो असम्भव छ त? अब के मौलिक डिएनए प्रमाण अझै उपयोगी छ? फरेन्सिक दृष्टिकोणले उक्त डिएनए नमुना अब लगभग अनुपयोगी भइसकेको छ। त्यसो भए के नेक्स्ट जेनेरेसन सिक्वेन्सिङले मद्दत गर्न सक्छ? यदि केन्द्रीय विधि विज्ञान प्रयोगशालासँग उक्त स्वाबको रिजर्भ नमुना अझै सुरक्षित रूपमा -80 डिग्री सेल्सियसको डिप फ्रिजमा राखिएको छ भने आधुनिक एनजिएस प्रविधि प्रयोग गर्न सकिन्छ। तर सुरुवातमै मिक्स स्याम्पल बनाएर तापक्रम मेन्टेन नगरिएकोले यो पनि प्राविधिक रूपमा मृत भइसकेको सम्भावना उच्च छ। त्यसो भए के टच डिएनए निकाल्न सकिन्छ? कपडाहरू नभएकोले टच डिएनए निकाल्ने फरेन्सिक अवसरहरू पनि सधैँका लागि गुमिसकेका छन्। तर अनुसन्धानका अन्य केही पाटाहरू भने जीवितै छन्। डिजिटल एभिडेन्स 2075 साल साउन 10 गतेको कञ्चनपुर बेस स्टेसनको टावर डम्प डेटा अझै पनि टेलिकम कम्पनीहरूको सर्भरमा सुरक्षित हुन सक्छ। उक्त दिन दिउँसो 2 बजेदेखि 5 बजेसम्म उखुबारी र बम दिदीबहिनीको घर आसपास सक्रिय भएका मोबाइल नम्बरहरूको क्रस रिफरेन्सिङ आधुनिक एआई र बिग डेटा एनालाइटिक्स मार्फत रिएनालाइज गर्न सकिन्छ। साक्षीहरूको रिइन्टरभ्यू समय बित्दै जाँदा मानिसहरूको सम्बन्ध बिग्रिन्छ र डर कम हुन्छ। अब यस्तो अवस्थामा कग्निटिभ इन्टरभ्यू प्रविधि प्रयोग गरेर साक्षीहरूलाई पुनः सोधपुछ गर्नुपर्छ। अर्को व्यावहारिक विश्लेषण अपराध बोधका कारण भविष्यमा अपराधी वा सघाउने व्यक्तिले सत्य ओकल्न सक्ने अर्थात् व्हिसल ब्लोअरको सम्भावना सधैँ रहन्छ। के विज्ञान र प्रविधिको यो नयाँ आशाले 8 वर्ष पुरानो खिया लागेको तालचा खोल्न सक्ला त? अहिलेको अवस्थामा यो केसलाई नेपालकै सबैभन्दा जटिल केस बनाउने प्रमुख कारक तत्त्वहरू के हुन् त? सबैभन्दा पहिलो भनेको स्मरण शक्तिको ह्रास। घटना भएको 8 वर्ष बितिसकेको छ। मानिसहरूले सुरुमा देखेका कुराहरू बिर्सिसकेका छन् वा मिडियामा आएका कुराहरूलाई नै आफ्नो मेमोरी बनाइसकेका छन्। अर्को प्रमाणको चरम दूषितीकरण। प्रहरीले आफै कपडा पखाल्ने, क्राइम सिनमा 100औं मानिस पस्न दिने र झुटा प्रमाण राख्ने जस्ता कार्यले चेन अफ कस्टडीलाई कानुनी रूपमा अमान्य बनाइसकेको छ। अदालतले दूषित प्रमाणलाई कहिल्यै स्वीकार गर्दैन। अर्को भनेको संस्थागत संरक्षण। अनुसन्धानमा खटिएका सिआइबी र जिल्ला प्रहरी कार्यालयका उच्च अधिकृतहरू नै आफै प्रमाण नष्ट गरेको वा यातना दिएको आरोपमा मुछिए। अर्को भनेको मिडिया ट्रायल। मिडिया र युट्युबरहरूले फैलाएका विभिन्न अफवाहले यस्तो भाष्य सेट गरिदियो कि यदि भोलि प्रहरीले प्रमाणसहित कुनै व्यक्तिलाई पक्राउ गर्यो भने पनि जनताले पत्याउने अवस्था छैन। अब के यति धेरै तगारोहरू पार गरेर अनुसन्धान अगाडि बढ्न सम्भव छ त? 2082 सालमा आइपुग्दासम्म यस केसमा केही नयाँ घटनाक्रमहरू विकसित भएका छन्। लामो समयको मौनतापछि 2082 साल चैत 11 गते तत्कालीन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सिआइबीका एसएसपी कृष्ण पङ्गिनीको नेतृत्वमा 15 सदस्यीय नयाँ स्टडी एन्ड इन्भेस्टिगेसन टोली गठन गरेका छन्। यस टोलीमा एसपी दधिराम नेउपाने, फरेन्सिक विशेषज्ञ डिएसपी रबिन भण्डारी लगायत समावेश छन्। प्रहरी प्रवक्ता अनुसार यो समितिले विगतका प्रतिवेदनको रिभ्यू गर्नुका साथै स्थानीय स्तरमा पुगेर सूचना सङ्कलन गरिरहेको छ। यस बीचमा भ्रामक सूचनाहरूको खेती पनि रोकिएको छैन। पत्रकार ऋषि धमलाको टेलिभिजन कार्यक्रममा नवराज अर्यालले हत्याको प्रत्यक्ष घटना देखेको भन्दै
भ्रामक अन्तर्वार्ता दिए। सिआइबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनी नक्कली सवारी चालक अनुमति पत्र प्रकरणमा बर्खास्त भएका व्यक्ति रहेको र कुण्ठामा आएर भ्रामक दावी गरेको पुष्टि भयो। अनुसन्धानकर्ताहरूको रायमा एसएसपी पङ्गिनीको समितिसँग प्राविधिक टिम त छ, तर 8 वर्ष पुरानो केसमा प्रत्यक्ष प्रमाण नभेटिएसम्म केवल पुराना फाइल पढेर मात्र अपराधी अदालतमा प्रमाणित हुने सम्भावना भने निकै कम छ। अब के यो समिति गठन जनआक्रोशलाई मत्थर गर्ने एउटा रणनीति मात्र हो त? अब तथ्य र तर्कको कसीमा राखेर हेर्दा हामी के निष्कर्षमा पुग्न सक्छौँ? प्रमाणित तथ्य यो हो कि निर्मला पन्तको क्रूर बलात्कार पश्चात घाँटी थिचेर हत्या भएको हो। हत्या उखुबारीमै नभई अन्यत्री सुरक्षित स्थानमा गरेर सब साइकल र कपीहरू त्यहाँ स्टेज गरिएको हो। अनुसन्धानको सुरुवाती चरणमा नेपाल प्रहरीका अधिकारीहरूबाट चरम लापरवाही, भौतिक प्रमाणको विनाश र निर्दोष व्यक्तिहरूलाई यातना दिने अमानवीय कार्य भएको कुराहरू प्रमाणित सत्य हो। तर अज्ञात कुरा के हो भने निर्मलाको वास्तविक हत्यारा को हो त? प्रहरीले गरेको प्रमाण नष्ट अकस्मात भएको प्राविधिक गल्ती मात्र थियो वा कुनै शक्तिशाली व्यक्तिलाई जोगाउने सुविचारित षड्यन्त्र? अनुसन्धानकर्ताको रायमा फोरेन्सिक वा भौतिक प्रमाणका आधारमा यो केस समाधान हुने सम्भावना अत्यन्तै न्यून छ। डिएनए पूर्ण रूपमा दूषित भइसकेको छ र क्राइम सिन अब अस्तित्वमा छैन। यद्यपि 2026 को एसएसपी कृष्ण पङ्गिनीको समितिले पुरानो कल डिटेल्सको नयाँ प्रविधिबाट विश्लेषण गरेर वा अपराधमा संलग्न कुनै एक व्यक्तिले अपराध बोधका कारण भविष्यमा सत्य ओकलेमा मात्र यो केस किनारा लाग्न सक्छ। प्राविधिक र फोरेन्सिक रूपमा यो केसलाई नेपाल प्रहरीले 2075 साल साउनमै मारिसकेको कठोर यथार्थलाई नकार्न सकिँदैन। 13 वर्षीय निर्मला पन्तको चित्कार आज पनि ती उखुबारीका सुक्खा पातहरूमा गुन्जिरहेको छ। राज्यले प्रमाण धोयो, प्रमाण मेटायो र सत्यलाई अदालतको ढोका बाहिरै मारिदियो। 8 वर्ष, दर्जनौं समिति, आधा दर्जन प्रहरी प्रमुखहरू, तर उत्तर आज पनि एउटै छ, शून्य। निर्मला पन्तले न्याय नपाएसम्म हरेक नेपाली छोरीहरूको सुरक्षामाथि एउटा भयानक प्रश्न चिन्ह सधैँ झुन्डिरहनेछ। के निर्मलाको कपडा पखाल्नु एउटा सानो गल्ती मात्र थियो वा त्यसको पछाडि कसैको आदेश थियो? के यो केस अझै सुल्झिन सक्छ? विज्ञानसँग आधार छैन, कानुनसँग प्रमाण छैन, तर एउटा सत्य अझै जीवित छ। यो ब्रह्माण्डको कुनै कुनामा, कुनै मानिसको दिमागमा त्यो साउन 10 गतेको कालो रातको पुरा दृश्य कैद छ। हस्त। Thank you for watching.